आउनुहोस् आज घुमौँ दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नम्बर 9 मा पर्ने श्रीस्थान, जहाँ अनवरत रूपमा सदियौँदेखि ज्वाला बलिरहेको देख्न सकिन्छ हामीले। आउनुहोस् आज घुमौँ कस्तो छ। हजुरलाई हामी श्रीस्थानबाट यो भिडियो देखाइरहेका छौँ। श्रीस्थानको भिडियो को कति आउनु भएको छ, आउनु भएकोले त देख्नु भएकै छ, नआएको मान्छेलाई चाहिँ भिडियो विशेष हुनसक्छ। हेरौँ अन्तिमसम्म के कस्तो छ, कस्तो लाग्छ। हामी अर्को फेरि ज्वाला, अझै ठुलो ज्वालामा हेर्न जाँदैछौँ। काठको पुल छ, त्यहाँ पनि जानुपर्छ। यो पनि काठैबाट बनाएको रहेछ है। यहाँ शिवजी भोलेनाथ बस्नु भएको। यहाँ त झन् ठुलो हुनुहुँदो रहेछ तल्लो ज्वाला। यो पुरै काठले कुदेर मूर्ति बनाएको यो काठको पुल हो। सबै काठै परेको भए यसमा चाहिँ तल पनि यस्तो देख्न सक्नुहुन्छ। यो काठमा चाहिँ बुट्टा गरेर भगवानको आकृति, माछाको आकृति, नागको आकृति, यहाँ चाहिँ यस्तो दिव्य ठाउँ विकास गर्न सक्ने हो भने यो ठाउँ वर्षमा करोडौँ भित्राउन सकिने ठाउँ हो। यो विकासमा पछि परेको ठाउँ भन्नु मन लाग्यो मलाई चाहिँ है। ठिकठाकै खोलाको छेउमा होइन, यस्तो राम्रो पारी पनि ज्वाला हो अरे। त्यहाँ चाहिँ अलि सानो बल्दो रहेछ। अरू यहाँ चाहिँ हामी दुईटा चाहिँ दर्शन गरिसक्यौँ। श्रीस्थानबाट हजुरहरूलाई भिडियो देखिरहेको छु मैले अहिले चाहिँ। इलेक्ट्रिक घन्टी हो क्या यो चाहिँ, बाजा। हाम्रो शिवजी यता चाहिँ हवन कुण्ड जस्तो छ। हो त